हेलो ब्याक गाइज भन्दिनँ हेलो के भन्ने त गाइज नभने हेलो सुड्डी ए हेर त कस्तो ब्लग हुँदो रहेछ हाम्रो पनि होइन यो हामी अर्घाँची घुम्न आएको म केही हेर गए केटा हो केटाकेटीहरू हो ए दाइ बहिनी दिदीभाइहरू हो म यो त्यस्तो केही थाहा छैन हामीलाई यो लाउँछु यार लाज पनि लाग्दैन भने अब बोल्छु म यस्तो बोल्छु नि ठिक छ हो यस्तो मेरो क्यामेराम्यान बुढी विथ एङ्कर अभिषेक पन्तको साथ हामी अगाडि बढिरहेको छौँ एभेन्जर 150को बाइकमा देख्यो यस्तो कि सब कुरा लेखेर हुन्नको लागि अड्किँदा त केही फरक पर्दैन होला होइन पानी पऱ्यो ओ त्यो देखेछ हेर्न मजा आछ अगाडिको सिन तिम्रो आवाज त त्यति आउन नकान्छे तिमीले माइक पक्रेन होला आउने हो पानी पर्छ अब यहाँ आधी बेरी आउँछ तर अब मलाई ब्लगिङ गर्न कसैले रोक्न सक्दैन क्या यति बेला अब पानी आओस् हुरी आओस् मैले माइक जोडेँ होइन यति दुःख गरेर भनेपछि जोडेँ क्या अब जे हुन्छ हुन्छ यो भिडियो पोस्ट पनि हुनसक्ला नहुन पनि सक्ला होइन तर आज चाहिँ भिडियो बन्यो के आज तपाईँ नदीको पार होइन आसमानको बिचमा लिएर म भिडियो बनाउँछु आज तर आज हाम्रो भिडियो चाहिँ नबन्ला जस्तो लाग्यो क्या नाइ पानी पऱ्यो होइन क्या मेन सिनै भइन्छ कि अब तल कसै त के सिन आउँछ र भन्ने कुरा हो नि त बिचको जङ्गल अब दुईवटा बन्ला ल पानी पऱ्यो नि त्यही पनि अब कहाँ कहाँ कुनामा बसेर बिताउने हो आजको दिन रेनकोट भएर पनि हाल्न पर्दो रहेछ धेरै हिरो बन्न हुन्न रहेछ होइन घुम्न जान पाएमा भन्दै रेनकोट हालेको भए मजाले फेरि रेनकोट लगाएर छाता ओढेर भिडियो बन्थ्यो ओ हो भाला यो त स्विजरल्यान्ड भन्दा के कम छ त हाम्रो नेपाल यार कुमारीको स्विजरल्यान्ड नामको मात्रै हो नि त यो त असलीको हो तपाईँलाई मैले एकछिन 2 मिनट रोकेर सास फेर्न दिएर एउटा भिडियो देखाउन लाग्छु तपाईँ नआत्तिनु होला नडराउनु होला मैले आफ्नो लाइफको जोखिम पुरै लाइफमा रिस्क लिएर तपाईँलाई सिन देखाउन जान लाग्छु आरामले धैर्यले हेर्नु होला हो यो हो के यो ठाउँ भनेको तल हेर न अझै त्यो तल हेरेकै छैनौ आली साली सबै के साली पनि छ त्यहाँ साली खै कसको